मैले उसलाई चाहिँ के भनेको थिएँ भनेपछि यो सबै नगरौँ, भोलि समाज छ, सोसियल मिडिया छ, सबै हुन्छ, म गरेर हार गुहार गर्दा पनि उसले मानेन, जे गर्न सक्छस् गर भन्यो। अब उसले देख्यो होला नि त नेपाली मान्छे, नेपाली समाजको कति पावर रहेछ भन्ने कुरा उसले देख्यो होला, उसको आमा बाउले देख्यो होला नि त। अब उसले चाहिँ पहिला चाहिँ उसलाई मतलबै थिएन, अब भित्रभित्रै दबाइहालिन्छ, के गर्न सकिन्छ र भन्ने कुरा चाहिँ उसले चाहिँ यो बाहिर ल्याउँदैन होला सोचिरहेको थियो। अब देख्यो होला बल्ल पावर। यदि हिम्मत छ भने उसले आफ्नो टिकटकको कमेन्ट बक्स अन गरेर देखाओ त, अनि त्यसको त के हालत हुन्छ। नेपाली समाज, सोसाइटीको दाजुभाइ सबैको कति नेपालीको कति पावर छ भन्ने कुरा अनि त्यो पाकिस्तानीले देख्छ कि। उसले चाहिँ अस्ति जुन मैले स्ट्याटस लेखेर हालेँ नि, त्यो स्ट्याटस हालेपछि ऊ चाहिँ आइसक्यो कि यता। पहिला चाहिँ उसले आधी सामान यता राख्थ्यो, आधी उता राखेर उतै बस्थ्यो, अनि त्यसपछि उताबाट सबै सामान बोकेर आइसक्यो कि। मान्छेले भन्नेले सबै भनिसक्यो कि। अब उसलाई भनेको मेरो जस्टिस भनेको, अब उसलाई एउटा कुरा भनेको उसलाई डिपोर्ट मात्रै गराउने हो, मेरो अरू केही पनि होइन। उसलाई मैले जसरी भए पनि नेपाल झिकाउनु पर्छ। उसले चाहिँ एउटा म्यारेज फ्रड गरेको छ, जबकि मेरो कसन बिना नै उसले डिभोर्स दिने सबै गर्ने, मेरो परिवारले सबै गर्ने। मैले उता गएपछि कसैले उसले परिवारलाई भत्काएर, अरूको परिवार भत्काएर चाहिँ उसले चाहिँ पुरा अयसमा उसले चाहिँ के गर्ने भनेपछि उसले चाहिँ अस्ति त्यो फ्रस्ट्रेसन लेभल पनि यति हाई हुन्छ कि, यति हाई भएको थियो कि त्यतिखेर मेरो कुरै छोडिदिनु।